हेलो साथीहरु, वेलकम टु ब्याक। शुभ बिहानी साथसाथै गुड मर्निङ पनि। आज फेरि मैले अर्को एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ बाँस काट्ने क्रममा सानो ब्लग बनाएको छु है। सानो किचन बनाउनको लागि यो बाँस काटेर आएको छु। यो दुईटा बाँस चाहिँ काटिसके। बुढी अनि म आएको छौँ हैन। एकदम हल्का चिसो मौसम छ, सक्नुहुन्छ हैन साथीहरु। गाउँघरको काम यस्तै हो। टक्क बिहानमा उठ्यो, घाँस दाउरा गर्यो, अनि गाह्रै हुने रहेछ कि बाँस काट्न पनि। दुईटा त बल्ल बल्ल काटेँ, अब एउटा काट्न बाँकी छ। अनि फेरि फाँडफुँड गरेर फेरि काट्नुपर्छ हैन। छिटो काट, नाटक गरिँदैछ। अलि छिटो काट। काट राम्रो काट, हात काट ओली, सुस्त काट फेरि। छिटो काट, नाटक नगर। ल साथीहरु, बुढी चराको गराइसी। उफ पारीको चाहिँ यतापट्टि मेरो घर हो हैन, उतापट्टि अङ्कलको। माथि चाहिँ गाउँ नै छ। अब यही हो बारी हो यो हैन, मेरो बारी हो। अनि यहाँ चाहिँ उखु रोपेको छ अहिले। अब पानी परेको छैन हैन, चैत वैशाख। अब पानी पर्यो भने उखु पनि उम्रिन्छ। अनि बाँस काटेको चाहिँ किचन बनाउनको लागि हो। अर्को भिडियोमा अपलोड गर्नेछु हैन। बाँस अनि यही बाँस काट्ने हो। देख्नुहुन्छ तल चाहिँ भिर छ, एकदम खतरा। यही हो, रमाइलो छ।